हाई एभ्रिवान आज हाम्रो सोचिदेऊ ओइ अस्मिता हेर मैले बिर्सेछु यार अस्मिताले सुरु गरेर अनि मैले नि बिर्सेछु क्या मैले क्या भने त्यतिकै छिटो जाउँ उतै गएर गरौँला तिनीहरूलाई चाहिँ कन्थ्याङ गर्दै ए अस्तिको आउट को अस्मिता मान्छे हायर गरेको थियो कालिम्पोङ त्यही मेरो त सुनको हो है सुनको सुन्दै भरे हाई केटी चाहिँ आज कति पत्ली हो सोफिया बहिनी आएको थियो क्या उसो गर्न अनु हो भूतको दसरा नि है कपाल के हेर न माइला बाटे हो कपाल होइन कस्तो दामी कडी क्या कडी गरेको अनुले पनि मैले केही गरे हुने यार अस्मिता मेरो भिडियो लाउँदैन मेलको ब्लूले टाँसेको हो देखेन म त के भन्छ नि अब केही हुन्छ छिर्दैन त देखाउँदै हेर्नु पहाड कस्तो देखाउँछ त दिदीलाई पहाड कसै चाहिँ राम्रो देखाएको छ मेरो नेल कहिले खर्च जस्तै डर लागिसक्यो मलाई हेर न आयो अलिक ओस भएन है चाहिँ स्टेसनमा यही त आइपुग्यौँ हो कत्रो ठुलो तर तल भित्र त सानो केटाहरू मात्र आएको बाख्री केही गर्नु पर्दैन छिट्टै उठेर आइसक्नु आइदेखि छुटकारा भयो भनेर होला कस्तो लाग्छ मलाई ला हामी मात्रै अल्झ साँच्चै आउ त्यही एलिभेटरबाट जाने हो कि 11 जना चढ्छ ज्याकीले लिन गयो अर्को राइनी लिम्बू नि ओ सानगाई के हो यस्तो छ त दोको कसम सानगाई नै लेखेको थियो क्या इस सानगाई वकरा नहीं के दो कसम मार्छ होला लेखेको हुन्छ नि छिगौ from this office छैन नमाई खाजाले दुवानुमाई हाय sangai कुरे सानगाई वकारू के दो मिलाइदिउँ मेरी मैले यतिकै डल्लो पारेर आएको साडी मिलाइदिउँ ओइ साडी मिलाइदेऊ गाइस हामी रेडी हुँदै हम नदेखाउ यहाँ उ चाहिँ के गरेको साडी कति सानो हुँदैन टाइट गरे एकचोटि बक्का ओइ यो पुरै बेटा एकचोटि ल समात अनि यस्तो माथि गरे भन्छ यसको पार ओइ आउ त ट्राई गरेको कानमा भएन हेर न छा अहिले चाहिँ हामी यहाँ आइसक्यौँ हलमा अब आस्ते बित्तिकै कपाल खोल्ने हो के अब चाहिँ हाम्रो के हो रे उता सुरु हुँदैछ प्रोग्राम यहाँ बस्छ न मेरो कोट या यो कोट र मलाई सम्झाइदिउ ल कसैले हेर न मेरो कपाल त सेमिहाल्यो के जसे कि नि पश्चिमाक स्किमाक सिपिका मारुमाक कोकी माग्यो ठुलो झोला देखाएको पैसा राखौँ
हाम्रो क्युकेको जी खाना है हाय लिम्बुनी आज लिम्बुनी क्यामेरा मात्र होला यसरी टिकटकमा ओइ सेन्चेले कडा भन्नुभयो है सेन्चेले किन भन्दा गर्नु त नि सोचेको अहिले चाहिँ यहाँ फोटोसुटहरू हुँदैछ गाइज अब एकछिनमा प्रोग्रामहरू स्टार्ट हुन्छ त्यही हो मेरो नङ चाहिँ निस्केर हेर्न सक्नुहुन्छ यहाँ कस्तो राम्रो छ तर निस्क्यो हामी यहाँ बसिरहँ यिनीहरू आज हाम्रो डान्सरहरू अब यसपछि म आउँछु जाउँ न त्यहाँ गाइस अहिले चाहिँ हामी फोटोहरू भ्याएर अब यस्तो बसिरहेको के लाउने सुखारे त मलाई यही सोनामामा जान्छु भनेको तर म अब सक्दिनँ होला म फेरि फेरेर आउँछु त्यही भएर यस्तै छ अब चाहिँ हाम्रो मेरा अरू दिवानाहरू कोही छैन सोचेको यस्तै हो मसँग फोटो खिच्ने दिवानाहरू कोही छैन प्रतिभाको चाहिँ कार्ड कसले हो चोरेर लगेछ उसको त्यहाँ पढ्नलाई यहाँ म्यानमारको साथीहरू छ अहिले सब फोटो सेसन चलिरहेको ऊ कुर्सीहरू नि राखिसक्यो नि के बाहिर जाम के गरौँ म हिँड्न सक्दिनँ मलाई कसैले बोका अनि गाइज यो ब्याग कति क्युट छ यार प्रतिभाको तिमीले ब्यागमा त घुसारेनौ अनि यो माथि हेर म त गीत गाउँदा माथिको हेरे कि यस्तो दामी भन्दै यहीबाट कसैले दिन्छ होला तिमीलाई तिम्रो भ्लगको हेर्दैन हाम्रो यो अब चाहिँ जाने बेला भएको छ अब हामी मेरो हो नि मुसारेन कहाँ गयो यहाँबाट गएर यो टिका हेरेर मलाई यति मन थियो कि म कस्तो मलाई यार झ्याउ लाग्दो यस्तो किन यार माछाले छोड्दै अब सोरो सोरो जाने यो मेरो भ्लग हो है हामी यहाँ बाहिर आएर चाहिँ फोटो यहाँ टिकटक चलिरह गुरुङनी यहाँ तर तीर्थ यार कस्तो अनएक्सपेक्टेड कस्तो राम्रो देख्यो के गर्नु म जाम त त्यसो भए आउँदिन जाम न त अब मेकअप किटले मात्र सक्छ किनकि केटी राम्रो हुन्छ त्यही एउटा कहानी थाहा छ नि के अरे मान्छे र जनावरमा होइन जनावरको केटा चाहिँ राम्रो हुन्छ अरे कि केटी चाहिँ नराम्रो हुन्छ भने ल भन त फोटो खिचिदिन्छु हो देख्न सक्नुहुन्छ हालत फाइनली सोचेको नि सक्यो बाई बाई गाइज यहाँ गाइज एज यु क्यान सी यो चाहिँ हाम्रो पिच क्लासको पर्फर्मेन्स सङको चाहिँ पर्फर्मेन्स थियो यहाँ आइरन नो तर युट्युबमा टु 3 टाइम्स अपलोड गर्दा पनि यहाँ कपिराइट देखाएको भएर चाहिँ मैले चाहिँ साउन्डै कट गरेर अपलोड गर्न बाध्य भएको छु सो त्यही हो एकदमै रमाइलो भयो एक्सपिरियन्स वी आर ग्रेजुएटेड officially
最後まで見ていただいてありがとうございました。